नमस्ते। आज हामी काठमाडौँ कपनमा रहेको फुलारी गुम्बाको यात्रा गर्नेछौँ। यहाँ चलिरहेको आँखा शिविर र देशका विभिन्न ठाउँबाट आउनुभएका बुवा आमासँग रमाइलो भेटघाट गर्नेछौँ। साथै कस्तो छ त गुम्बा घुम्नेछौँ र गुम्बाको सुन्दरता र यहाँबाट देखिने मनोरम दृश्य पनि अवलोकन गर्नेछौँ। आज हाम्रो आमाको आँखाको अपरेसन छ। आमा चुपचाप रेडियो सुन्दै, कहिले हाम्रो मुखमा हेर्दै, कहिले मन्द मुस्कुराउँदै आफ्नो डर, त्रास र शङ्कालाई लुकाउँदै हुनुहुन्छ। हामी परिवार भेला हुँदैछौँ। बिरामीलाई भने हस्पिटलको गाडीले लग्यो। हामीहरू यहाँको सुन्दरतालाई निहाल्दै यात्रा गरिरहेका छौँ। आजको हाम्रो यात्रा आमाको अपरेसनमा मात्र सीमित छैन। हामी कपनको फुलारी गुम्बा घुम्नेछौँ। यहाँको रमाइलो दृश्य पनि तपाईँहरूमाझ साझा गर्नेछौँ। आजको शिविरमा डाक्टर सन्दुरोहितको प्रत्यक्ष संलग्नता पनि रहनेछ, त्यसले गर्दा नै अलिक विशेष छ। यहाँ बिरामीलाई सुप र खाजाको व्यवस्था रहेछ र आमालाई सुप र खाजाको लागि यहाँ राखेर हिँडेको। आमा कता हिँड्नुभयो चाहिँ कता। सुप दिने त होला नि। फेरि भित्र बोला ल बुढी मान्छेलाई जुत्ताको चाहिँ कति माया हो। आफू चाहिँ खाली खुट्टा हिँडेर जुत्ता खोलेर ज्वाइँ जसरी ओछ्यानमा राखेर हिँड्नु भएछ। भिजिटरहरूलाई पनि खानाको व्यवस्था रहेछ। यहाँ नजिकै कतै पसल छैन भनेर पनि होला, जस आज गुम्बाको खाना खाने भयो। मलाई चाहिँ काउली नखाने खालको गरेँ फेरि म। मोमो दाल त हेर्दै मिठो होला जस्तो त।
आमालाई देखा भएपछि बच्चा जन्मे गाह्रो भयो 3-4 दिनसम्म बच्चा नजन्मे चाहिँ आमाको मर्नेको नापुग्न भनेर आमा अहिले हुन त 92 वर्ष हुनुभयो। तपाईँ कति वर्ष हुनुभयो? म 70 वर्ष भएँ है। अनि त्यहाँबाट मेरो हजुरबाबुले चाहिँ गाउँमा एउटा बाटुलो पाते भन्ने हुँदो रहेछ, बाटुलो पाते गरे है। अनि त्यसलाई खिचेर खुवायो चाहिँ अब बच्चा नदेखे बच्चा के कमाए, बच्चा मऱ्यो भने आमा त बचाउनु पऱ्यो नि भनेर त्यो बाटुलो पाते छोडे त्यो पाइदिएछन्। अहिले चाहिँ यो शरीरमा सबभन्दा कम हो आँखामा असर पऱ्यो तर बन्दै चाहिँ भएन, नजिकै देख्ने भएन, जन्मेदेखि नि मैले थाहा पाएदेखि नै। अनि अहिले आएर चाहिँ मोतिबिन्दु भयो, अहिले 2 वर्षको अलिअलि भएर अनि जज आएको त्योभन्दा समयमा अगाडि नआउँदा नि मोतिबिन्दु देखाएको, अस्ति आएर देखाउँदा नि मोतिबिन्दु देखाएको। अहिले यहाँ डक्टरले के भन्नुभयो भने तपाईँको भित्र पनि हेर्नुपर्छ, मिसिन लगाएर नहेरिकन यहाँ गर्नु हुँदैन, तिमीलाई जानुपर्छ त्यो भन्ने कुरा गर्नुभयो। नमस्ते बाबु। यो स्कर्टको के को बाबु यो भन्नु त? भनेको म्युजिकको ब्याच, यो चाहिँ हाम्रो हेल्प गरेको ब्याच, अनि यो चाहिँ हामीलाई क्याम्पमा लाग्दाखेरि दिएको ब्याच, अनि यो चाहिँ हाम्रो मेडिकल ब्याच हो, अनि त्यसपछि यो चाहिँ ट्रान्सक्रिप्सन। धन्यवाद बाबु। खानापछि बिरामीले भने आराममा राख्यो, हामी भने गुम्बाको वरिपरि घुम्नतर्फ लाग्यौँ। यहाँको गुम्बाभित्रको दृश्य र यहाँबाट देखिने बाहिरी दृश्य, तलको सहर, हरियाली र शान्त, यी सबैले मनलाई साँच्चै नै हल्का र प्रफुल्लित बनाएको छ। यो गुम्बाबाट देखिने पश्चिमपट्टिको भाग हो। यहाँबाट बुढो नीलकण्ठ, चपली भद्रकाली, तारकेश्वरसम्मको केही एरिया देखिने रहेछ। यो पर अगाडि देखेको थुम्की चाहिँ जगडोल हो, त्यहाँभन्दा पछाडि देखेको अर्को थुम्की चाहिँ तारेभिर हो। यो तल देखिएको सहर चाहिँ कपन, बौद्ध र महाकाल एरिया हो। यहाँ गोकर्णदेखिबाट लिएर सुन्धारासम्मको एरिया प्रष्ट देखिने रहेछ।
यतिखेर हामी गुम्बाको सबभन्दा माथि छौँ टपमा। आजको दिन लगभग ढलि पनि सक्यो र हाम्रो आमाको आँखाको अपरेसन पनि भइसक्यो। आज अपरेसन गरेका बिरामीहरूलाई भेला गरेर यहाँ बेलुकाको खाना सुपहरू खाँदिरहेको छ। गुम्बाको रात्रिकालीन अवस्था। हवस् त आजलाई यतिकै, हामी अर्को भागमा पुनः भेट्नेछौँ। धन्यवाद।